नमस्कार। यहाँहरू सबैलाई स्वागत छ। आजको यो कुराकानीमा म चाहिँ हामीले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन र इसिइसी मिलेर हामीले अहिलेसम्म चलाइराखेको पोस्ट ग्रेजुएट डिप्लोमा इन इसिडी जुन कार्यक्रम छ त्यसैको अनुभवलाई आधार मानेर ब्याचलर अफ एजुकेसन बेसिक एन्ड अर्ली एजुकेसन जसलाई हामी बिइई भन्छौँ, बिएड इन बिइई भनेर भन्छौँ, त्यो कार्यक्रम सञ्चालनमा हामी लागि परेका छौँ। हामी यी दुवै संस्था काठमाडौँ विश्वविद्यालयको नेतृत्वमा र इसिइसीको सहयोगमा यो कार्यक्रम सञ्चालन हुन गइराखेको छ र आउने अगस्त महिनाबाट पढाइ हुने यो कार्यक्रममा हामीले 30 जना विद्यार्थी जो चाहिँ 12 कक्षा पास गरेका र शिक्षण कार्यमा रुचि भएका विद्यार्थीहरूलाई हामीले यसमा चाहिँ समेट्नेछौँ। यसमा मुख्यतया हामीले 8 कक्षासम्मको शिक्षक तयार पार्ने उद्देश्यका साथ हामीले यसमा चाहिँ दुईटा स्पेशलाइजेसन सँगै सञ्चालन गरिराखेका छौँ, गर्ने सोचाइ बनाइराखेका छौँ। पहिलो स्पेशलाइजेसन इसिडीदेखि कक्षा 3 सम्म यो 8 वर्षसम्मको बच्चालाई क्याटर गरिकन त्यसको शिक्षक तयार गर्ने एउटा छ भने एउटा स्किम छ भने अर्को स्किम चाहिँ कक्षा 4 देखि 8 सम्मको शिक्षक तयार गर्ने हाम्रो यो स्किम छ। यसमा हामीले मेजर र माइनर भनेका छौँ। मेजर जस्तो कसैले इसिडी टु ग्रेड 3 मेजर गर्यो भने मानवले माइनर चाहिँ अङ्ग्रेजीमा अथवा गणितमा अथवा विज्ञानमा अथवा शिक्षक तालिममा लगायतका विषयहरूमा माइनर गर्न सक्छ। माइनरको लागि उसले कमसेकम 15 क्रेडिट पढ्नुपर्ने हुन्छ र यसरी हामीले यो मेजर र माइनरको अप्सन राखेका छौँ। यो कार्यक्रम 138 क्रेडिटको कार्यक्रम हो। अलिकति 120 भन्दा केही क्रेडिट बढी छ। त्यो हुनुको कारण के हो त भन्दाखेरि यसमा नियमित रूपले चाहिँ प्रयोगात्मक कामहरू प्रशस्तै छन्। पहिलो सेमेस्टरमा हामीले कार्यक्रम सञ्चालन गर्दाखेरि कोर कोर्सहरू जो सबैका लागि पढ्नुपर्ने कोर्सहरू छ त्यो पढेर अनि सेकेन्ड सेमेस्टरदेखि उहाँहरूले आफ्नो स्पेसलाइजेसन छान्दै अभ्यासको काम पनि सँगसँगै गर्नुहुन्छ। यसमा हामीले माइक्रो टिचिङ हैन, त्यसपछि ल्याबमा सानो कोठामा तयार गरेर पढाउने अनि त्यसदेखि पछि समुदायमा गएर पढाउने यो विभिन्न खालको चाहिँ अभ्यास पनि हामीले सँगसँगै राखेका छौँ। एक्सन रिसर्च एउटा महत्त्वपूर्ण कम्पोनेन्ट छ यो कोर्समा। त्यसै गरी हामी जसलाई अभ्यास गर्ने र अभ्यासलाई रिफ्लेक्सन गर्ने परम्परा, रिफ्लेक्टिभ टिचिङको परम्परालाई हामीले यसमा जोडेका छौँ। यो कार्यक्रम अन्तर्गत उहाँहरूले बाल विकास, त्यसपछि गएर यो नर्चरिङ, केयरिङ, रेयरिङ र एजुकेटिङ तीनवटा डिमेन्सनलाई ब्यालेन्स गरेर उहाँहरूले पढ्नुहुनेछ। हामीले इसिइसीका ट्रेनरहरू र कुशोडका एक्सपर्टहरूको सम्मिश्रणबाट यी कार्यक्रमहरू सञ्चालन गर्ने हाम्रो चाहिँ प्रयत्न रहनेछ। जस्तो हामीले फर्स्ट सेमेस्टरमा 5वटा कोर्स 6वटा कोर्स अफर गरिरहँदा हरेक कोर्समा कुशोडको एकजना, त्यस्तै गरी इसिइसीको एकजना जो चाहिँ तालिम दिनुहुन्छ, कुशोडको जो एकाडेमिक हुनुहुन्छ, उहाँहरू मिलेर यो कार्यक्रम सञ्चालन गर्नुहुन्छ अथवा पढाउनुहुन्छ। त्यसैले यो पढाउनमा पनि अभ्यास र जुन सिद्धान्त छ त्यो दुईटाको सम्मिश्रणबाट यो अगाडि बढ्छ। सँगसँगै विद्वानहरू, शिक्षा क्षेत्रमा काम गर्ने विद्वानहरूका बेला बेलामा आगन्तुक जुन लेक्चर हुन्छ हैन, गेस्ट लेक्चर हुन्छ, त्यो पनि हामी सँगसँगै जोड्नेछौँ। साथै अस्ट्रेलिया, युरोप, अमेरिका र नेपालका असल अभ्यासहरूलाई हामी यहाँ जोड्ने प्रयत्न गर्नेछौँ। हाम्रो करिकुलम निकै मेहनत गरेर 6-7 महिना लगाएर हामीले निर्माण गरेका छौँ। यो एकदम बन्द कोठामा तयार भएको करिकुलम पनि होइन। यो चाहिँ हामीले भएभरका नेपालका एक्सपर्टहरू, सरकारवालाहरूसँग छलफल गर्दै त्यसैको आधारमा तयार गरिएको पाठ्यक्रम हो। यसमा एउटा चाहिने टास्क टिम बनाएर 7-8 जनाको टास्क टिमले बनाएको यो करिकुलम वास्तवमै भन्ने हो भने नेपालमा पहिलोपटक र करिब साउथ एसियामै यो युनिक करिकुलम बन्यो हो। त्यसैले गर्दा यहाँहरू सबैलाई यो कार्यक्रमको बारेमा बुझ्नुहुनेछ। इसिइसीमा तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनमा सम्पर्क गरी यहाँहरूले हामीलाई सेवा गर्ने मौका दिनुहुनेछ। यो कार्यक्रम
नेपाल सरकारको जुन ब्याचलर गरेको शिक्षक आवश्यक छ बेसिक एजुकेसनमा भन्ने जुन खालको नीति छ त्यो नीतिकै वरिपरि रहेर बनेको हो। त्यसैले यो कार्यक्रम वास्तवमै भन्यो भने नेपालको एउटा राष्ट्रिय एजेन्डाको वरिपरि तयार भएको हो, न कि काठमाडौँ विश्वविद्यालयको आफ्नो नितान्त स्वार्थमा। त्यसैले गर्दा हामी जुन राष्ट्र सेवामा समर्पित भएका छौँ यो राष्ट्र सेवामा हामीले गर्ने समर्पणलाई यहाँहरूको पूर्णतः सहयोग रहनेछ भन्ने मैले आशा लिएको छु। यहाँहरू सबैलाई पुनः स्वागत गर्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद।